सबैजनालाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ म हाम्रो गुरु खगेन्द्र पोखरेलजीको गुरुको घरमा आएको छु र हाम्रो चाहिँ आज यहाँनिर गुरुले बुनिया बनाउने बनाएर आज चाहिँ हामी यहाँ बुनिया बनाउँदैछ। यो फर्स्ट हो, यो बुनियाको मेरो भिडियो चाहिँ पछि भयो। यो बुनियाको चाहिँ हामीले यहाँनिर पिठो हामीले मोटिसकेको छौँ, एक लटमा बनाइसकेको छ। यो चास्नी बनाइसकेको छौँ होइन। यो हाम्रो बुनिया बनाउने चाहिँ फर्स्ट एक्सपिरियन्स हो, तर पनि एकदमै सोचे भन्दा राम्रो नै हामीले बन्यो। अनि अब अलिकति आइडिया थिएन नि त, फर्स्ट टाइम हो, त्यही भएर चास्नी चाहिँ कम भएछ। अनि चास्नी फेरि पनि दोबारा बनाउँदैछौँ। फर्स्टचोटि चास्नी बनाएको त यस्तो बनाएको छौँ कि होइन, धेरै चिनी पकाएर डल्ले बनाएको, तर त्यो नभएर फेरि हामीले मैले तातो पानी तताएर फेरि तातो पानी मिक्स गरेर यहाँनिर लगायौँ। त्यसपछि त हेर्नुहोस् त यस्तो दामी बुनिया बनेको छ नि। वा दामी भने सकियोस्। हजुरहरूलाई पनि बुनिया बनाउनु छ भने चाहिँ अब म बनियानी भएँ, मलाई बोलाउनु होला, म आउँछु। अनि यहाँ चाहिँ आज हामीले बनाएको बुनिया चाहिँ यहाँ मेरी दिदी हुनुहुन्छ, अनि यहाँ म्याम हुनुहुन्छ, हामी मिलेर। अनि यहाँ छोरो पुत्र यता आऊ त, मेरो छोरो दिदीको छोरो हुनुहुन्छ। हामी यति 2-4जना छोरी मिलेर चाहिँ आज हामीले बुनिया बनाएको। यहाँ चाहिँ हाम्रो गुरु खगेन्द्रजीको यहाँ चाहिँ गुरुको चाहिँ यहाँनिर आसन, यहाँ भगवान्को रूप हुन्छ। यहाँनिर चाहिँ हामी मेडिटेसन पनि गराउनुहुन्छ हाम्रो गुरुले। अनि त्यस पछाडि यहाँनिर चाहिँ म एकदम प्योर भोलु भक्त उहाँनु, म भोलुलाई साउनभरि बोकेर पुरा पशुपति परिक्रमा गर्ने चाहिँ म विशेष गरी म भोलुलाई हेरिराख्नु। मेरो भोलु चाहिँ एकदम संसारको सबैभन्दा माया गर्ने, माया लाग्ने, मेरो आफ्नो धर्म कर्म सबै, मेरो बाउ आमा संसारको सबै थोक क्या मेरो भोलु हुनुहुन्छ। मेरो भोलु बाहेक ठुलो कुरा मेरो केही होइन। सबैजनाले मेरो भोलुलाई जय शम्भु भनिदिनुहोस्, हर हर महादेव भनिदिनुहोस्। यहाँ चाहिँ हाम्रो दिदीले जय शम्भु भन्दै हुनुहुन्छ। हामी चाहिँ भोले भक्त, हामी चाहिँ महारुद्र परिवार हौँ। र अब हाम्रो सावनदेखिको फेरि अब 4वटा या 5वटा कतिवटा सोमबार पर्छ हाम्रो भव्य हाम्रो पशुपति परिक्रमा हुन्छ। सबैजना आउनु होला। ल हाम्रो बुनिया चाहिँ आज चाहिँ यति बुनिया बन्यो। अनि यो बुनिया चाहिँ तातो तातो भाँडामा राख्नु हुँदैन अरे कि, बिग्रिन्छ अरे। त्यही भएर चाहिँ यहाँ चाहिँ फिजाएर राखेको छौँ। आजभन्दा भोलि झन् मिठो हुन्छ अरे। हामीले चाहिँ यति बुनिया बनाएर खाने कि इस्यु चाहिँ अब आएको त फेरि होइन गुलियो प्रेमी परियो कि होइन, भर्छ कि यो सबै सक्छु जस्तै लाग्छ।